उत्पत्तिको पुस्तक अध्याय 48। याकुबले मनशेस र एफ्राइमलाई आशीर्वाद दिएका। केही समयपछि हजुरका पिता बिरामी हुनुहुन्छ भनेर कसैले योसेफलाई खबर दियो। यसकारण आफ्ना दुई छोरा मनशेस र एफ्राइमलाई आफ्नो साथमा लिएर तिनी याकुब कहाँ गए। अनि तपाईँको छोरा योसेफ तपाईँलाई भेट गर्न आएका छन् भन्ने खबर कसैले याकुबलाई सुनायो। तब इजरायल आफै बल गरेर पलङमा बसे। याकुबले योसेफलाई भने, सर्वशक्तिमान परमेश्वर कनान देशको लुजमा म कहाँ देखा पर्नुभयो र उहाँले मलाई आशीर्वाद दिएर भन्नुभयो, हेर म तँलाई फल्दो फुल्दो बनाउनेछु र सङ्ख्यामा तेरो वृद्धि गराउनेछु। तँबाट म जातिहरूको समूह उत्पन्न गर्नेछु र तँपछि तेरा सन्तानलाई यो देश अनन्तसम्म अधिकार गर्न दिनेछु। अब म मिस्रमा आउन अघि मिस्रमा जन्मेका तेरा यी दुई छोराहरू मेरै हुन्। रुबेन र सिमियोन झैँ एफ्राइम र मनशेस मेरै हुनेछन्। तिनीहरूभन्दा पछि जन्मेका सन्तानहरू चाहिँ तेरा हुनेछन्। तिनीहरूले हक पाउँदा एफ्राइम र मनशेसका नाउँमा यिनीहरू बोलाइनेछन्। किनभने म पदन आराममा आउँदा एप्रातमा पुग्न अझ केही टाढा छँदै कनान देशमा राहेल मरिन् र एप्रात अर्थात् बेथलेममा जाने बाटोमा मैले तिनलाई गाडेँ। योसेफका छोराहरूलाई देखेर इजरायलले भने, यिनीहरू को हुन्? योसेफले आफ्ना बुवालाई भने, परमेश्वरले मलाई यहाँ दिनुभएका यी मेरा छोराहरू हुन्। तब इजरायलले भने, तिनीहरूलाई यहाँ म कहाँ ल्याइदे, म तिनीहरूलाई आशीर्वाद दिनेछु। त्यस बेला उमेरले गर्दा इजरायलका आँखा धमिला भइसकेका थिए र तिनी राम्ररी देख्न सक्दैन थिए। यसकारण योसेफले तिनीहरूलाई तिनको नजिक लगिदिए अनि तिनले तिनीहरूलाई मही खाएर अँगालो हाले। इजरायलले योसेफलाई भने, मैले त तेरो मुख देख्न पाउला भनी ठानेकै थिइनँ, तर हेर मलाई तेरा सन्तान पनि परमेश्वरले देख्न दिनुभयो। तब योसेफले तिनीहरूलाई इजरायलका घोडाबाट हटाए र तिनले भुइँमा घोप्टेर साष्टाङ्ग प्रणाम गरे। योसेफले ती दुवैलाई लिएर एफ्राइमलाई आफ्नो दाहिनेपट्टि र इजरायलको देब्रेपट्टि र मनशेसलाई आफ्नो देब्रेपट्टि र इजरायलको दाहिनेपट्टि पर्ने गरी इजरायलको नजिक ल्याए। तर इजरायलले आफ्नो दाहिने हात पसारेर कान्छा एफ्राइमको टाउकोमा राखे र मनशेस जेठा भए पनि यिनैको टाउकोमा इजरायलको आफ्नो देब्रे हात राखे। तब तिनले योसेफलाई आशीर्वाद दिएर भने, जुन परमेश्वरको सामुने मेरा पिता अब्राहम र इसाक हिँड्थे, जुन परमेश्वरले मेरो जीवनभरि आजसम्म मलाई डोर्याउनु भएको छ, जसले मलाई सबै खराबीबाट जोगाउनु भएको छ, उनैले यी बालकहरूलाई आशीर्वाद दिउन् र मेरा पिता अब्राहम र इसाकका नाउँ अमर हौन् र पृथ्वीमा यिनीहरू अनगिन्ती भई सङ्ख्यामा बढुन्। तिनका बुवाले आफ्ना दाहिने हात एफ्राइमको टाउकोमा राखेको देखेर योसेफलाई मन परेन र तिनले एफ्राइमको टाउकोबाट मनशेसको टाउकोमा राख्न भनी तिनका बुवाको हात हटाउनलाई उठाए। तिनले बुवालाई भने, हे बुवा, यसो होइन, किनकि जेठा चाहिँ यो हो। तपाईँको दाहिने हात यसको शिरमाथि राखिदिनुहोस्। तर तिनका बुवाले अस्वीकार गरी भने, मलाई थाहा छ छोरा, मलाई थाहा छ, यसको पनि एउटा वंश हुनेछ र यो पनि ठुलो हुनेछ। यसो भए तापनि यसको भाइ चाहिँ यो भन्दा महान हुनेछ र यसका सन्तान जातिहरूको एक समूह हुनेछ। इजरायलले तिनीहरूलाई त्यस दिन यसो भनेर आशीर्वाद दिएका थिए, इजरायलले तेरो नाउँ लिएर यस्तो आशीर्वाद दिनेछ, परमेश्वरले तँलाई एफ्राइम र मनशेस जस्तै बनाउन्। यसरी तिनले मनशेस भन्दा एफ्राइमलाई नै अगाडि राखे। तब इजरायलले योसेफलाई भने, अब म मर्न लागेको छु, तर परमेश्वर तिमीहरूका साथमा हुनुहुनेछ र तिमीहरूलाई फेरि तिमीहरूका पिता पुर्खाहरूको देशमा लैजानुहुनेछ। त्यसबाहेक तेरा दाजुहरूभन्दा तँ बढी भएकोले
मैले तँलाई एउटा पहाडको पाखा दिनेछु, जो मैले आफ्नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको थिएँ।